Hello guys. सो गाइस अहिले चाहिँ हामी चाहिँ अब नुहाउनको लागि चाहिँ सिस्नेरी जान लागेको छ हैन त। अब पहिलोचोटि हो हाम्रो सिस्नेरीको बाटो कस्तो छ कहाँ छ त्यो त केही थाहा छैन। यहाँ ड्राइभरले चाहिँ अलिकति देखेछ भनेर चाहिँ हामी चाहिँ ट्याक्सीमा जान लागेको छ। अब हाम्रो यात्रा कस्तो हुन्छ हामी बाटो देखाउँदै जान्छौँ हैन। ल गाइजहरू ल बसौँ त कति अब हाम्रो यात्रा चाहिँ सिस्नेरीसम्म छ। ल यो टोपी चाहिँ लगाउँ त। अब हाम्रो गन्तव्य सुरु भयो। अनि लाडु गीत बजाउँछौँ। सो गाइज आइ भयो नि त हाम्रो लानु मोटे हाम्रो गन्तव्य सुरु भयो भन्नु त एकचोटि। हेलो गाइज। हेलो ड्राइभर साहब। हजुर कति मजाले पुर्याउनु पर्यो। कति सिस्नेरी गएर कति मजाले स्विमिङ खेलेर माथि छतमा बसेर जाने हो क्या? र हाम्रो नयाँ नयाँ जाने इच्छुक हुने मान्छेहरूलाई पनि टक्क बाटो देखाइदिने। हजुर कहाँदेखि जाने हो कसरी जाने हो कस्तो रहेछ सिस्नेरीमा पानी कस्तो रहेछ स्विमिङ त्यहाँको है। हस् त गाइज हामी त अब लाग्यो सामुकोसीबाट स्टार्ट भइसक्यो हाम्रो राइड। यहाँदेखि चाहिँ हाम्रो ग्राभेल बाटो सुरु भएको छ। एकदम ग्राभेलको बाटोको साथसाथै उतातिर भ्यूज पनि एकदम राम्रो छ। सो फाइनली हामी चाहिँ आधा बाटोमा आइसकेको छ। बाटो त राम्रो छैन भाइ टाइम लाग्छ नि। बाटो चाहिँ जान्छ किन जान्छ नि बाबु। अब के अलिकति पिच जस्तै यस्तै छ बाटो तल धुलो। नर्मल कति किलोमिटर जति होला यहाँदेखि? यहाँ 16-17। ए ल ठिकै छ। 16-17 बढी त्यो रेड बुल 130 रुपैयाँ एउटा यो कुन ठाउँ हुँदा कुन ठाउँ भन्छ हजुर? सो फाइनली हामी चाहिँ छैमले भन्ने ठाउँमा आइसकेको छ। अब करिब यहाँदेखि चाहिँ 14-15 किलोमिटर छ भनेर चाहिँ हाम्रो दाइले भन्नु भइरहेको छ है। सो हामी जाँदैछौँ हामी जाँदैछौँ। अब यहाँ बाटोमा अलिकति चिसो चिसो खाएर टक्क हामी यहाँदेखि लाग्नेछौँ। ल भाइ केटाले के अनि के साह्रो किले पनि तिमीले यो तिमीले के दियो होइन केटी नि केटा बबाल हुन्छ के ल चेस गाइस द फुटाकै छैन आफू पो रह्यो चेस फुटाउनु चेस गरे भएन नि। ल त्यो लप्सीको बाबु लिएर ल त्यो त आफू रहेछ यार आको बाबु थियो यो लप्सी सोधेर त म भनिदिन्छु नि नसोधेर खोलिरहेको एउटा कुइ चौदिन यो मलाई भाजा खाँदैन नि घुम्न यो के हो यो हेर अब एउटा इमलीको थियो यो झोल होइन अनि यो आँपको हो अनि लप्सीको अब बाँकी 15 किलोमिटर कसैले भातै नखाएर चाउचाउ खाइरहेको छ यहाँ के भन्नु कोही के खाइरहेको छ यहाँ हो इमली खाइरहेको छ गर्भवती महिला जतिकै छ केटाहरू गाडीमा बसी पनि छ होइन गोटी। अब फेरि हामी चाहिँ यहाँदेखि सुरु गर्नेछौँ गन्तव्य। यहाँदेखि अझै लगभग 15 किलोमिटर छ भन्ने लाग्छ। अब हामीलाई लाग्छ होला। सो फाइनली हामी चाहिँ अब यहाँ सिस्नेरी खोलामा आइसकेको छ। यतादेखि यो हेटौँडादेखि आउने बाटो ठ्याक्क सिस्नेरी स्विमिङ पुल जाने बाटो यता हेटौँडा आएको बाटो यादगारी हो त। अब हामी चाहिँ यो झोलङ्गे पुल हुँदै यो बाटो लाग्नेछ सिस्नेरी स्विमिङ पुल। ल
ल गाइजहरू यदि आउनु छ भने ठ्याक्कै सिस्नेरीबाट यो दुईवटा बाटो छुटेको छ सिधा बाटो चाहिँ हेटौँडा हामी ठ्याक्कै लेफ्टतिर लाग्नेछौँ बनाइसक्यो है गाह्रो अब बर्बाद पार्यो ओ माई गड साह्रै धरा भयो कालो तातो भएर घरको अवस्था छ बाटो उकालो भएर को अडिनु पर्यो हाम्रो आउने सपना थियो त्यो आउने सपना चाहिँ पुरा भयो त्यही हो मर्दले आँट गरेपछि पुग्नुपर्छ भन्छ हो हामी चाहिसक्यो भिडियो देखाएको चाहिँ यहाँकै हो है मेन कुरा भिडियो देखाएको चाहिँ यहाँको हो हामीले ठाउँ हो आइसकेको छ ल नजिकै टक्कति केटाहरू नुहाइरहेछ यो पुल भयो हाम्रो गाडी उता पार्किङ मान्छेको भिड अब हामी पनि आउने छौँ ठिकै छ होइन कसैको जाडो हो हेलो गाइज ल आमालाई यहाँ छ फाइनली हामीले सिस्नेरी हामीले चाहिँ नुहाइ गरिसक्यो सिस्नेरीको खोलामा अब जाडो भएर थर साँझको ठ्याक्कै हामी 5:30 हुन लागेको छ यो हो सिस्नेरी खोलाको भ्यू पुल ठ्याक्कै पुलको खोलामा रहेछ अब चाहिँ हामी टक्क हाम्रो सबै साधनदेखि टक्क अब घर फर्किँदैछु गाइज सो अब तपाईँहरू पनि आउनु मन छ भने आउँदाखेरि हुन्छ एकदमै रमाइलो छ ठाउँ राम्रो नुहाउने ठाउँ पनि छ दुईवटा पोखरी चाहिँ एकदम नुहाउने ठाउँ त्यही हो टक्क केटाहरू सबैजना नुहाइरहेको छ यो पुल भयो यो खोला भयो टक्क यहाँदेखि टक्क यतादेखि खोला पुग्ने ठाउँ छ यतातिर एकदम राम्रो छ है सो गाइज अहिलेको लागि चाहिँ हामी बिदा हुन चाहन्छौँ बाई बाई नै भन्न चाहन्छु यदि तपाईँहरूलाई पनि इच्छुक हुनु चाहनुहुन्छ भने आउनुहोस् नुहाउनुहोस् यस गर्नुहोस् रमाइलो गर्नुहोस् यस्तो
समय बारम्बार फर्केर आउँदैन बाई बाई गर्दै केटा बाई बाई